हेलो गाइज, वेलकम छ तपाईँहरूलाई आज पनि फेरि मेरो मिनी ब्लगमा। आज म ट्राभल गर्दैछु। ट्राभल चाहिँ मेरो सरलाई देखि जनकपुरसम्मको हो। ट्राभल चाहिँ किन गरिरहेको छु, केलाई गरिरहेको छु भन्ने बादमा तपाईँले थाहा पाउनुहुन्छ, हेर्दै जानु होला। चढ्दाखेरिको भिडियो बनाउनु पाइनँ मैले चाहिँ, अब लोकल बस चढ्दाखेरि सिटहरू पाउँदैन, त्यस्तै हो। त्यही भएर म चाहिँ अनि पछि अगाडिको सिट पाएपछि चाहिँ त्यहाँबाट लालबन्दीबाट भिडियो बनाउनु स्टार्ट गरेको मैले चाहिँ। यो चाहिँ हाम्रो लालबन्दी चोक हो, अगाडिपट्टि लालबन्दी चोक छ। ड्राइभर साहब काले भए पनि ह्यान्डसम हुनुहुँदो रहेछ। यो चाहिँ हाम्रो लालबन्दीको खसी बजार लाग्छ त्यहाँनिर होइन। हामी लालबन्दीबाट फेरि अब हिँडिसक्यो हामी। गर्मी यति थियो नि गाइज, घाम यस्तो लागिरहेको थियो चर्को र चर्को, यति गर्मी थियो नि झन्डै मरेको, पसिना पसिना आएर बाबा हो। हाम्रो गाउँमा चाहिँ 4 व्हिलरको रोड बनाइरहेको छ, त्यही भएर यस्तो रोडहरू कच्चीहरू खनेको छ नि त, त्यही भएर यो बिग्रिरहेको छ। 4 व्हिलरको रोड बनाउनु लागिरहेको छ, ठुलो हेर्नु त रोडहरू कति ठुलो देखिरहेको छ। पछि अब यत्रो रोड बनायो त कस्तो दामी हुन्छ होला। त्यसपछि हाम्रो यो पुल क्रस गरेपछि अगाडि फुलजोर चौक आउँछ। फुलजोर चौकबाट चाहिँ मेरो वाइफको मामा घर जाने बाटो यो तलबाट हो क्या। यो फुलजोर भन्ने ठाउँ चाहिँ मेरो वाइफको मामा घर जाने बाटो यताबाट हो होइन। यहाँनिर फुलजोर टिकट काउन्टरमा रोक्छ गाडी एकछिन, अब मान्छे बोलाइरहेको हुन्छ जनकपुर जाने। म चाहिँ जनकपुर आइपुग्न लागिसकेँ। यो क्रस गरेपछि यहाँबाट जस्ट मलाई 5 मिनट जति लाग्छ जनकपुर पुग्नलाई। जनकपुर चाहिँ किन आएको अहिले तपाईँहरूले देखि नै हाल्नुहुन्छ, हेर्दै जानु भिडियो। जो नयाँ हुन्छ लाइक कमेन्ट गर्नु। मेरो फेसबुकमा मेरो युट्युबको लिङ्क मैले त्यहाँ दिइरहेको छु, गएर सब्सक्राइब गरिदिनु। नयाँले सपोर्ट गरिदिनु हामी जस्तो नयाँ क्रिएटरलाई। मलाई चाहिँ जनकपुरमा यहाँ झारिदिइसकेँ, किनकि म चाहिँ अगाडि झार्नुपर्ने, मलाई यहाँ पछाडि नै झारिदिएँ क्या। घाम यस्तो चर्को लागिरहेको थियो, त्यसमा हिँड्दै हिँड्दै जानुपर्ने भयो मलाई अगाडि। पसिना पसिना भइरहेको थियो, यस्तो रिस उठिरहेको थियो नि त्यो खलासीलाई देखेर, अब के गर्नु होइन। त्यहाँबाट म हिँड्दै हिँड्दै गएँ अगाडि। किन गइरहेको छु तपाईँहरूले बादमा थाहा पाउनुहुन्छ। जनकपुर चाहिँ के लागेको भनेर तपाईँहरूले बादमा थाहा पाउनुहुन्छ, एकछिनमा हेर्दै जानु होला। अलिकति अगाडि गएर मलाई टर्निङ गरेर म चाहिँ उता जानुपर्ने हुन्छ। त्यहाँनिर उसको यातायात कार्यालयमा जाँदैछु म चाहिँ। किन जाँदैछु भने यो चाहिँ मेरो लाइसेन्सको राइसो पेपर हो क्या। मेरो स्मार्ट कार्ड आउँछ, मेरो 3 वर्ष भइसक्यो स्मार्ट कार्ड लिन गइरहेको छु म चाहिँ। अनि मलाई चाहिँ स्मार्ट कार्ड अहिले आएको छैन भनेर भनिदियो, किनकि अब मैले 2023मा बनाएको, 2023को स्मार्ट कार्ड आएको छैन। जुन अहिले नयाँ नयाँ बनाइरहेको छ 25-26मा बनाइरहेको छ, त्यो मान्छेहरूको आइरहेको छ भने मेरो कार्ड आएको छैन भने। त्यहाँबाट फेरि म फर्किएँ घर। मेरो पैसा खर्च भयो, गाडी भाडा मात्रै 600 रुपियाँ गयो फकटमा, कार्ड साड पाएन। म घर जाँदैछु निराश भएर। जो नयाँ हुनुहुन्छ मेरो फेसबुकमा बायोमा युट्युबको लिङ्क छ, गएर सबैले सपोर्ट गरिदिनुहोस्, लाइक सब्सक्राइब गरिदिनु। ओके, बाई बाई गाइज।